हेलो साथीहरू, सेवा अनि नमस्ते सबैजनालाई। अनि फेरि पनि तपाईहरुलाई स्वागत छ मेरो भिडियोमा। अनि म चाहिँ आज चाहिँ रतन जाँदैछु साथीहरू दिक्तेलबाट। अनि ढिलो भइसक्यो, अहिले चाहिँ 3 बज्न आँटिसक्यो। अनि म चाहिँ यहाँनिर पत्ता कुद्दैछु। अनि म चाहिँ राम कति धेरै बाँदर हौ। म चाहिँ अनि गाडीमा जानु भनेको नि त, अनि गाडी नै पाइएन सिटै। अनि म चाहिँ हिँड्दै जाँदैछु। म चाहिँ यहाँ दिक्तेलदेखि तल झरिसकेको छु अहिले चाहिँ। अनि अब तपाईहरुलाई आज चाहिँ मेरो जन्मघर रतनचा लान्छु साथीहरू। यो भिडियो हेर्दै गर्नु होला। म चाहिँ अहिले बाटोमा छु। बाटो चाहिँ साथीहरू यस्तो छ नि, यस्तो पानी अनि बाटो चाहिँ म चाहिँ जाँदैछु। म चाहिँ तपाईहरुलाई अब एकैचोटि तल पुगेर देखाउँछु। हेलो साथीहरू, म चाहिँ यहाँ तल खोलामा पुग्न लागिसकेँ। अनि यहाँ चाहिँ मैले फुपूलाई पर्खिरहेको छु। फुपू चाहिँ पर आउँदै हुनुहुन्छ। अनि हामी चाहिँ फुपू भदैनी भेटेर सँगै जाने। अनि हाम्रो बारी चाहिँ धेरै नै छ। अनि तर अब यहाँनिर खोला आइपुग्नु लाग्यो। अब चाहिँ म खोलामा मात्रै देखाउँछु ल। त्यो सामान चाहिँ फुपूको बाटो चाहिँ यो हाम्रो यस्तो अप्ठ्यारो छ बाटो पनि। खोला आइपुग्यो है, खोला आइपुग्यो। खोला पुल छ यहाँ। यसरी पुललाई चाहिँ ढोक्नु पर्ने हुन्छ अनि तर्नु पर्ने हुन्छ। पुल चाहिँ कतिखेर पुग्न आज रात परिसक्यो। 3:30 भइसक्यो, 4 बज्न आँटिसक्यो। रात पर्नु आँट्यो भन्दा पनि के भन्नु। हामी चाहिँ दोलपामा छु मैले। हजुर दोलपामा छौँ है हामी चाहिँ। को हो? ए हामी सँगै हिँड्दिउँ। दोलपा खोला तर पनि दोलपा आइसकेको। अब चाहिँ फेरि यहाँ पर एउटा पुल तर्नु पर्ने हुन्छ। म देखाउँदै गर्छु। यत्रो भारी छ, भारी चाहिँ वाइफाई छ नि अहिले त। हामी चाहिँ यहाँनिर दोलपामा बसिरहेको छु। म चौतारामा बिसाको अब जाने। अहिले वाइफाई छ, त्यही भएर अनलाइनमा जहिले भइरहेको हुन्छ क्या। चुरुङ्गीमा सजिलो हुन्छ भन्दै आमाले खै चुरुङ्गी हुनु पर्यो नि। चुरुङ्गीमा के को सजिलो चुरुङ्गीमा बोक्नु? चुरुङ्गी त थियो कि तर होइन गाडीमा चाहिँ ठिकै हो। ए यस्तो बिजोग भयो नि आज गाडी नभएर। त्यो गर्ने पर्छ अरे नि त। त्यही भएर हामी चाहिँ के भन्नु अब हिँडेको। अब म पर पुगेपछि देखाउँछु ल। ए दोलपामै छौँ है, दोलपामै छौँ। पर पुग्नु पर्ने गाउँमा होइन। यस्तो छ बाटो पनि। आजभोलि त मान्छे निकै पनि हिँड्दैन रहेछ गाडीले गर्दा। हामी मात्रै यताबाट आएको। हामी चाहिँ मैले चाहिँ भाइलाई बोलाएको छु लिनु, आउँछ होला। चाउचाउ किनेको दिक्तेलमा
किनिएन बोक्ने ठाउँ पनि थिएन अनि मैले चाहिँ यहाँ पर किनेको दोर्पामा रम्पम कस्तो 25 रुपियाँ कोटाको चाउचाउ हो यो चाहिँ अब यता फेरि पुल्टाउनु पर्ने हुन्छ त्यसले देखाउँछु ल तपाईँलाई देखाएको भिडियोमा नाम ठिक खाएको jangan kebabnya bosnya bos Ada mil छैन न अब राख्ने हिँड्ने बाटो चाहिँ यस्तो छ जङ्गलै जङ्गल माइत जाने बाटो नहिँडेको पनि धेरै भयो यो बाटो सधैँ सधैँ गाडीमै गइन्छ गाडीमै आइन्छ आज मात्रै गाडी नपाएर बिजोग भयो तर त्यस्तो बिजोग त के भयो र त्यति साह्रो बिजोग त केही पनि भएको छैन भाइ लिन आउँदैछ लिनु बोलाएको तर रातको पर्न आँटो आज भोलि त फेरि 5 बजी नै रात पर्छ झिमिक्कै 5 बजेपछि त त्यो छ बाटो चाहिँ जङ्गलै जङ्गल छ छिट्टो जान्छ बसको पनि टुङ्गा हुँदैन क्या फुपे घरि 9 अस्ति त 8:55 आएर नि त कोही 9:30 कोही 10 बज्न आँट्दा रात पर्यो हे रात पर्यो घाम डुब्न पारी पुग्नु भएन कति बेला बाटो चाहिँ ऊ छ है जङ्गल चाहिँ रात पर्न आँटिसक्यो मर्ने बेला भयो गलेर बाटो छ यस्तो चाहिँ बाटो चाहिँ के भयो खुबै भएछ नि अब जङ्गलै जङ्गल छ पुल आइपुग्यो है हामी चाहिँ अर्को पुलमा यस तल देखिरहेको छ पुल चाहिँ बाटो चाहिँ यस्तो छ कि हाम्रो साप्सु खोला है साथीहरू यो चाहिँ हाम्रो साप्सु खोला थुतु गर्नु भन्छ चौतारातिर बाटो पनि अप्ठ्यारो छ के गर्नु गाउँघरको बाटो यस्तो छ हेरेर जङ्गलै जङ्गल छ हामी चाहिँ यता जानुपर्ने हुन्छ यस्तो
यस्तो गर्नु ल ढोक्नु पर्ने हुन्छ क्या फुल्दा चाहिँ मैले चाहिँ साथीहरू भाइलाई लिनु बोलाएको थिएँ नि त अनि भाइ चाहिँ हानेर म माथि आउँदैछ आया आइपुग्यो कान्छा ज्ञानी भएर आयो त कान्छा आया ला रात पो परेछ ल चाउ चाउ खा के खान्छस् त आया ठ्याक्कै पो भेट्यो त फोन गर्नु पर्यो सुन्दा खानु फुपै भयो त के खोइ त सुन्तला देखिने त खानु त एउटा चाहिँ खुट्टाएको छु मैले अर्को खाएँ त्यही खाँदा पनि हुन्छ मैले घर कति खाएको पर दामी रहेछ सुन्तला त उता हरियो पो छ होला भने पाकिसक्यो सुन्तला त अहिले खाने के छ खबर सुन्तला खान्छु ल टिका पनि यहाँ पर पुगेछ त भन मरेर आइपुग्यो कति बज्यो अहिले कति बज्यो अहिले लेफ्टमा भिजेछु त त सुन्तला कहाँ छ त नयाँ नयाँ पेरेङ्गो सुन्तला कति बज्यो अहिले ए 7 बज्यो कति म 2:30 बजी हिँडेको 7 बज्यो